सो गाइज अहिले हामी हरिचोकमा छौँ। हाम्रो चाहिँ नेक्स्ट ब्लगको लागि स्टार्ट हाम्रो फेरि अगेन भाइरल बोय होइन, त्यहाँ चाहिँ हाम्रो हरि भाइ गाइजहरू आइपुगेका छन् यहाँतिर। लाग्यो लुवाङतिर। माछापुच्छ्रे गाउँपालिका वडा नंबर नेपाली कति है यो 8। तुम मुझसे प्यार करती है नहीं करती? तुम मुझसे प्यार करती है नहीं करती? बड़ा हरामी हो बेटा। तुम मुझसे प्यार करती है नहीं करती? जाम जाम साथी जाम ढिलो हुन्छ के देखेकै थिएन के ढिलो हुने यार अन्त घर आइराउ तिमी उजे गाडी उते डाँडा रहेछ झ्यापै नलाएले फोन उठला त्यही त हो त अनि अहिले उताबाट मासतिर चल्नुपर्छ। अब म चलाउँछु। ल गाइज हामी चाहिँ चट्ट निस्केको है माछापुच्छ्रे गाउँपालिका। यहाँ चट्ट अगाडि गाइजहरू माछापुच्छ्रे गाउँपालिका। अब लङ गाउँ जान धेरै छैन यहाँबाट। जस रमाइलो भइरहेछ होइन जीवन छ। यस्तो लभली लभली भ्यू छ। सही अब त अझै आउँछ राम्रो। यहाँबाट चाहिँ हामी यता लाग्यो भने लङ गाउँ है अतिथि देव भव भनिरहेको छ यहाँनिर। सर्ट राम्रो भएन क्या हो मेरो बढी हल्लो के हो। उकालो उकालो खतरा उकालो छ है यहाँ। तर जङ्गलको बाटो छ है। बाटो अलि साँघुरो छ। ऊ हाम्रो हरि अङ्कल अगाडि। गाइज बाटो चाहिँ यस्तो छ है। हल्का हल्का यस्तो सानो अलि अफ रोड रहेछ। हल्का माथि आएपछि चाहिँ है देख्न सक्नुहुन्छ। यस्तो चाहिँ अब माथिसम्मै होला बाटोको हालत यस्तो भयो होइन। अनि त्यसपछि उता जीवन सरको स्कुटरबाट म अघि त्यहाँबाट झरेर अहिले सुशान्त दाइकोमा आएको। चट्ट बाटो चाहिँ यस्तै छ। 1-1.5 किलोमिटर जति छ है यत्तिकै 1-1.5 किलोमिटर यत्तिकै छ। नर्मल त नर्मल हो। आउन त स्कुटरहरू पनि सबै आउँछ। सहिलो त सहिलो हो थोरै अलिअलि। बस यहाँ भैँसी वाउ उयो गाउँ है। ल अब हामी चाहिँ आइपुग्यो भन्दा नि त्यो अगाडिको गाउँ हो सिक्किम। के अरे लुवाङ भिलेज होइन। ए लुवाङ त्यो विकास संस्था ल आयो आयो गाइज। लुवाङ भिलेज आयो लुवाङ भिलेज आइपुग्यो गाइज। हामी पार्किङ यतै है। ल अङ्कल यस्तो राम्रो भ्यू छ नि यहाँबाट। आम्मामा अलिकति आउँदाखेरि बाटोमा चाहिँ ढुङ्गा छापेको बाटो रहेछ। त्यही हो। अब यहाँनिर पार्किङ गर्दै हुनुभयो दाइहरूले। त्यहाँनिर पार्किङ यहाँ चाहिँ 50 रुपियाँ लाग्छ अरे पे गरेको। तर सेफ चाहिँ सेफ छ। गाउँ चाहिँ एकदम रमाइलो छ। अब चाहिँ हामी यहाँबाट हिँडेर 45 मिनट जति जानुपर्छ। त्यही हो। सो यता चाहिँ अहिले यस्तै मिलाएर राख्नुपर्ने रहेछ, न त ग्याप भयो भने त्यस्तै त्यस्तै हुन्छ अरे। खै थाहा छैन कस्तो हुन्छ। यो हो पार्किङ एरिया यहाँको। यहाँबाट चाहिँ माथि हिँड्दै जाने हो। 40-45 मिनट्स लाग्छ है यहाँबाट चाहिँ माथि चढ्ने है। यु आर हेल्थी वेलकम टु आवर लङ भिलेज। सो गाइजहरू यहाँतिर हिँड्दै म पनि हिँड्दै है लङ भिलेज। यहाँबाट आउने है। यहाँबाट चाहिँ सिधै चल्दै गर्ने। चल्दै 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 लङ भिलेज हामी आइपुग्यो। यहाँबाट अब भिलेज यही हो। म डिस्टर्ब गर्दैन। होमस्टे नम्बर 2-3 ओइ बोटेको कुरा। कसको फेभरेट वान? भोटे बोय हो कि गल्लो थाहा छैन। त्यो त बोय हो। ए अगाडि चाहिँ चिक्स रहेछ। ए यहाँबाट अब सिधै यो वे छ। यहाँबाट चाहिँ यहाँ माथि चढ्ने है। त्यहाँ बोटे 2 र 3 चाहिँ होमस्टे देखाएको छ त्यहाँ। यहाँबाट चाहिँ अगाडि जाने होइन सिधै उकालो माथि आइस। तल कोसँग म भिडाइदिन्छु है। वाह आर्ट एन्ड आर्टिस्ट
लिटरली अलिअलि त थाकियो तर त्यति त थाकियो होइन उकालो मात्रै हो एउटा जोइनिङ भयो त्यहाँ एउटा यो छ यो पनि आउनुला ल सिधै भाइ भालेले पनि हेर्दै हामीलाई के छ भाले ठिकै छ हो पोथी हेर त टाढो छैन त यो त अस्तिको त टाढै छ यो त पुगिसक्यौँ हामी यहाँ सो फाइनली हामी बोटको यतातिर आइपुग्यौँ बोटको यहाँ आइपुगेर उकालो चढाइ हालिहाल्यो जस्ट एक्सर्साइज त भयो केही छैन यहाँ लुवाङ भिलेज उसमा त आइपुग्यौँ यहाँबाट अब बिस्तारै सिनहरू राम्रो राम्रो भइरहेको छ है लेट्स गो बोर्डमा पुग्यौँ हामी एट द लोकेसन यो त होइन हाम्रो अझै माथि छ तर स्याइ गरेर बोल्नै पर्यो यस्तै हो सोचे चाहिँ जिन्दगी रहेनछ कपिराइट छ होला है ऊ त्यो पार्किङ एरिया भयो त्यहाँ यहाँ चाहिँ हिँड्दै आएको घर चाहिँ कहाँ छ भनेपछि घर त यहाँ कतै कता हो उतै हो चल एडिटरमै हो हामीलाई लिन आएको जस्तो लाग्यो यिनीहरू होटलकै हो त्यहीँको हेर्नु त नि ल मै पुग्छ हेर्नु तपाईँसँगै लैदिन्छु ल अब यहाँबाट चाहिँ 20-25 मिनट छ है त्यहाँ पछि बल्ल हामी पुगिन्छ ल के भएर यसो बसेको केटाहरू माथि पुगेन् माथि उता शिवजीको शिवजी होइन बुद्धको चाहिँ स्ट्याचु रहेछ त्यहाँ पुग्नु पर्ला है त्यहाँ पुगेर यार बिहानबाट चाहिँ राम्ररी ब्रेकफास्ट पनि खाएको थिएन गाइजहरू यहाँ हेर्दैछन् ल अहिले पुगेको थिएन राम्ररी ल पुगेपछि म त्यहाँतिर पनि सिन गरौँला है यहाँ पुगिसके हामी माथि यहाँ बुद्धको स्ट्याचुको अगाडि सबै आफ्नो आफ्नो कता कतातिर छन् भर्खरै दिदीको चटपट पसल रहेछ यहाँतिर यसो चटपट अर्डर गरेर खान लागेको है क्यामराम्यान भयो खतरा आँखा झुम्काउने क्यामराम्यानले तिमी घामे हामी ल हेर यस्तो मार्स जुपिटर भिनस होइन सबै प्लुटोमा पुग्छन् अहिले कहिले काहीँ एकछिनमा गयो अब गाइजहरू माथि गयो हाम्रो लिन आउनेहरू पनि माथि गए 10 मिनट लाग्छ अझै थाहा छैन है यहाँको चटपट र उस भयो के अरे पानी अब हिँड्न लाग्यो है रमाइलो गर्दै हिँड्दै है पत्तै युज गरिन्छ र यसलाई चिया अब हामी चाहिँ चिया बगानतिर आइपुग्यौँ वे टु होमस्टे नम्बर 22 चिया भारी ल यही हो गाइस यो चाहिँ मर्निङमा हुन्छ अहिले चाहिँ काटिसकेर रहेछ क्या धेरैभन्दा अहिले चाहिँ काटिस भएपछि बल्ल राम्रो देखिन्छ अहिले चाहिँ अफ सिजनै भनौँ न मच स्ट्रगलिङ यो त होइन होला ओ माथि छ माथि यहाँ भनिदिन्छन् हो गाइजहरूले त सातो जाला यार यहाँ पनि रहेछ चिया बगान देखाउनु पऱ्यो कि जीवन आँखा तन्काएर के मलाई त अब ल सो फाइनली पुग्यौँ हामी आफ्नो डेस्टिनेसनमा आफ्टर अल थकित मान्छेहरू हामी अब चाहिँ
अलि बिसाउनु पर्ला। गाइस म चाहिँ बल्ल हल्का चार्ज गरेर यहाँतिर पुगेछु। अब यहाँतिर हाम्रो चाहिँ क्याम्प फायर चाहिँ स्टार्ट होइन। हामीले यहाँ घोडा हेरेको थियौँ कि भोलि चाहिँ राइड गर्नु पर्ला घोडाको। Cheers. Cheers कहाँ गर्ने र? Cheers. गुड मर्निङ गाइस। बल्ल अहिले चाहिँ 8 बजिरह। हामी सबै उठिसक्यो बल्ल फाइनली। हिजो चाहिँ सुत्ने बेला चाहिँ कति बजे थियो? 3 बज्दै थियो। अहिले चाहिँ 8 बजे उठ्यो। कुनै चाहिँ चाँडै उठ्यो, कुनै चाहिँ अहिले भर्खरै उठेको दुईजना। माछा पुछ्रे हिमाउ यहाँबाट सबै तलतिर पुरै चिया बगान। गाइस यो चाहिँ चियाबारी हो होइन। यहाँदेखि यस्तो राम्रो छ नि। वाउ, यो चाहिँ इलामको चियाबारी के भनेर कसैले भन्यो भने नपत्याउनु है। इलामको चियाबारीबाट यस्तो राम्रो हिमाल देखिँदैन कि। यस्तो राम्रो छ। भर्खर कटिङ गरेको रहेछ यो चियापत्तीको बुटहरू मिलाएर के पुरै इक्वल लेभलमा कस्तो मिलाएर कटिङ गरेर आएको रहेछ भर्खर। यस्तो दामी देखेछ। कुन्डे हो रे? रोजडे। अनि ओए खै मलाई त थाहा छैन है। पछाडि कुन हो थाहा छैन है। अब भाइले हेरिसके है। चिया बगानमा आएर चिया होइन। म त भर्खरै यता क्लिक गरेँ। अरे बिचरा चिसो लाग्यो। काट्यो। अहिले त्यहाँबाट त्यहाँ पोइन्टमा जाने हो। अनि बल्ल होइन सिन लिम्ला अलि राम्ररी। अब माथि जानु लाग्यो हामी। अब हेरौँ है। मिर्गा कहाँ हो मिर्गा? देखाउने त्यहाँ बसेको हामी त्यहाँ थिएँ। माथि आएँ यहाँबाट बल्ल अलि सिन राम्रो देखियो। चट्ट यस्तो दामी भ्यू हेरेर माथिबाट चिया बगानको हामी फर्किनु लागेको। या त माथि आएपछि यहाँबाट भ्यू पोइन्ट रहेछ क्या। यस्तो क्लियर देखिने रहेछ होइन। ऊ त्यो खोला त्यो के मर्दी खोला होइन कस्तो टल्किँदो रहेछ कि पानी बिहानमा कस्तो टल्केको। आज अलि वेदर अलि राम्ररी खुलेको छैन। हल्का सुहेलो लागेको छ। अनि रमाइलो भयो नि। यस्तो राम्रो छ नि। चिया बगान चाहिँ एकदम राम्रो रहेछ यहाँ। बेस्ट फर्किनु लाग्यो। अब यहाँ माथि आएपछि उहाँ गएर बसेर चट्ट भ्यूहरू हेर्ने रहेछ क्या। अब गाइस यही हो। अब हामी चाहिँ के अब गएर ब्रेकफास्ट खाएर
एकछिन यताउता गरेर अब 10:30 बजीतिर निस्किन्छ म यहाँबाट। जस एकदम हजुरहरूलाई एकदम नेचरहरू हेर्न मन लाग्छ भने त्यस्तो छ भने आउँदा हुन्छ। यहाँ चट्ट जङ्गल छ, हिमाल छ, मौसम राम्रो छ होइन। अनि के कुराको नोटिस गरेँ भन्दाखेरि अब यहाँ मान्छेहरू घुम्न आउँछ, प्लास्टिकको खानेकुराहरू ल्याउँछ, जस्तै पानीको बोतल, बियरको बोतल, चिप्सहरू ल्याउने, अनि त्यही त फालिदिने क्या। मान्छेहरूले यस्तो मिहिनेत गर्छ होइन। अब यहाँ राम्रो भयो भने त अब सबै आउँछ नि त घुम्न, त्यो प्लास्टिक फालेर सबै जहाँ पाए त्यहीँ फालिदिने क्या मान्छेहरूले। त्यस्तो चाहिँ अलि नगरेको भए हुन्थ्यो। त्यो अब यहाँको मान्छेहरूलाई चाहिँ के भन्दाखेरि अलि डस्टबिन राखिदिएको भए पनि हुन्थ्यो होइन। जे होस् त्यही हो। हामी बसेको है सबभन्दा छेउकोमा बसेको यस्तो राम्रो छ। अनि साँच्चै गाइज यहाँ एउटा घोडा पनि छ होइन। घोडा चढेको 200 रुपिज रे। अहिले सोच्नु पर्ला, अहिलेसम्म चढेन। कस्तो बवाल देखियो क्या। खाजा टाइम कस्तो भयो? अब हामी हिँड्न लाग्यो के अरे। हजुर कस्तो भन्ने अब रमाइलो भयो। हजुर जिउस हिजोको चाहिँ छोडे होइन बिस्तारै हिजो त इनफ भयो है। ल ठिक छ ल। जेस रमाइ यो कालेलाई पनि लैजाने होला नि। काले आइज जम्मै त। ल दाइ कस्तो भयो? मोबाइल भयो दिस नानी। ओ अरे अङ्कल कस्तो भयो त? कस्तो भयो? फिडब्याक देऊ न, कस्तो भयो हिजोको हाम्रो इन्जोयमेन्टै भयो होइन। ल ठिक छ है त। ल हामी चिया बगानबाट हाम्रो काली हिजो हाम्रो दिन आएको थियो। ए हिजो पुऱ्याउनु आएको थियो, आज फेरि पुऱ्याउनु जाँदैछ। आइपुग्यौँ ग्रुपहरू अलि उहाँबाट हिँड्दैछ। रमाइलो भयो मालदेखि चाहिँ खोलादेखि खतरा भयो है, एकदम खतरा। भयङ्कर भिड, मान्छे त डरा हुनु। अब निस्किन लाग्यो यहाँबाट। हिजो चाहिँ यो स्पटमा चाहिँ हामीले राम्ररी भिडियो बनाउन पाएको थिएनौँ, किनभने ब्याट्री नै थिएन कि, त्यही भएर। अब चाहिँ छ अलिअलि छ। पर्दा त उहाँ ऊ 4 खुट्टाले हिँड्न लाउनु भयो। लाउनु छिटो, 4 खुट्टाले उफ्रिँदै हिँड्नु भयो। के पुरा त्यो कामी रह। सक्नु भएन चाहिँ। अब यो मेन गेटमा आइपुग्यौँ। बाई 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 बाई। घर आउनमा 1 घन्टा कति धेरै हो पार्किङमा। हामी त हिजो त चाँडै आएको थियौँ है, फर्स्ट टाइम आएको थियौँ। कुन हो यो हो मेरो, केही भएन। ल ठिकै छ, 4 त 4 भयो। अब हामी चाहिँ यहाँबाट निस्केको लङबाट अब माथिबाट बेसी झऱ्यो।
यहाँबाट अब सुसन्दै जाने ल दाइ राम्ररी जानु है त ल फेरि जानुपर्छ है त ल ल राम्ररी जानु है अनि हामी जीवन छ र हरि अङ्कल चट्ट अब हामी चाहिँ यहाँबाट सँगै जान्छौँ होइन ल लगाइज त्यही हो अब रमाइलो भयो यतापट्टि है जाने चाहिँ लङ्गाउँ ल अरू जीवन सर के भन्नु छ 2-4 शब्द एकदम राम्रो लाग्यो इन्ड हान्दिने भ्लग अब चाहिँ इन्ड अब सी यू नेक्स्ट टाइम नेक्स्ट लोकेसन है